ओए केटा हो म्याच स्टार्ट भयो है केटा हो तपाईँको प्यारो ट्रिन्डो टिजिएक्स अडियो वाइटी आइरहेको छ एउटा ब्रान्ड न्यू भिडियोको साथ होइन केटा हो लु अब चाहिँ लु गेम प्ले चाहिँ दामी हुने भयो लु जस्तो यस स्टार्टै हुँदैन त म्याच त के भयो याक भयो क्या हो आमा कन्क्योर पुगेँ बल्ल क्या अब यो सिजन पनि एफपिपी चढाउनु पर्ला जस्तो छ कन्क्योरर आमा के हो मेरो टिममेट्सहरू त निर्मल प्लेज प्लेज भन्नेले चाहिँ खेल्छ जस्तो लाग्दैछ ह्याप्पी प्लेज यो वाइटीहरू लेख्नेहरू चाहिँ खतरा हुन्छ मै हेरिहाल कस्तो नुब्छु होइन केटा हो यो म्याच त म 5-6 किल गर्छु होला बेसी त गर्दिनँ होला यसो हेर्दा कस्तो जान्छ अब यो म्याच 10-11 पनि गर्नु सक्छु कि तर के फाइदा हो लिभिकमा 10-11 गरेर आखिरमा 9 गर्ने पनि त्यही केटी 10-11 गर्ने पनि त्यही केटी अब त्यो जस्ट किल अलिकति 1-2 बेसी गऱ्यो भने भए त्यही हो अन्त त्यस्तो त केही छैन ल गाइस जतिजना पनि यो मेरो भिडियो हेर्दैछ लाइक एन्ड सब्सक्राइब केटाहरू ल गाइस इन्जोय द भिडियो अब हामी चाहिँ प्लेनबाट लड्न आँटेको छ हो लड्यो हामी प्लेनबाट लड्यो अन्त गाइस जतिजनाले पनि यो भिडियो देख्दैछ प्लिज लाइक एन्ड सब्सक्राइब होइन सबैजनालाई माया छ त्यहाँदेखि के हेट गर्दैन हामी कसलाई पनि होइन हेटर्सहरू आउँदै गर्छ लभर्सहरू आउँदै गर्छ हेटर्सको त कामै हेट गर्नु अब गर्नु सक्दैन आफू त केही हो अरूलाई हेट गर्दै बस्यो आरिस गर्दै बस्यो के गर्नु त अब जस्तो के होस् केटा हो कुछ गर्नुपर्छ आम्बो त्यहाँ पुगिसकेछ अन्त आम्बो अम्बो जिन्दगीमा पिरहेको रहेछ हेर्नु न म केटा नक भयो है लु एउटा चाहिँ नक भयो एक किल चाहिँ पाउनै भयो आज्ञाले हो म अलिक गरिदिउँ न टिजिएक्स अडियो वाइटी नामको त्यो वाइटी भएर हुँदैन नि त होइन सर्ट गन पाइहालौँ केटी आम्बा हो मेरो केटाहरू के साह्रो ढिलाएको लु मारौँ त लु एउटा एनिमीलाई लु अब एउटाले एक्लै फाइट लिँदा त्यसले ढाल्नु सक्छु म के भइदिएको मलीकै लागेको छ के भइदिएको ला मलीले पो जले त ल नकिन हौ नक भइदियो अन्त तर केही छैन केटा हो डोन्ट गिभ अप until and unless you get success and don't give up never give up bro I shall never give up on my goal baby so many enemies please kill me bro please kill me don't leave me I'm very very bad if I get alive I will kill you okay bro just by kill me अब प्लेनमा पनि उडिरहेको छ brother I'm trying to speak in English okay now no Nepali only English okay as you can see I landed in Levitt I killed this enemy very very well यस्तो भन्दिनँ है इङ्ग्लिसमा दामी भनिदिन्थ्यो है ब्रदर आई नो हाउ टु स्पिक इन इङ्ग्लिस ल आई एम एक्टिङ लाइक एज आई डोन्ट नो हाउ टु स्पिक इन इङ्ग्लिस है I pick up the AKM आगे खतरा है I have the UZ and AKM oh no जिन्दगी न इङ्ग्लिस आएन यार सिक्दैछु इङ्ग्लिस I am trying to focus on my language English so I try my best to speak in English but Trinda doesn't know how to speak in English but Trinda is acting like as if he know how to speak in English but just kidding bro Trinda know how to speak in English awesome oh where is the ammo Trinda is the comedy guy Trinda is the bad guy Trinda is the good guy
Where is the ammo? बंदे किधर है भाई? मारो मुझे। फर्स्ट एड मिल गया। फर्स्ट एड मिल गया। बंदे को मारेंगे ब्रो। अभी 3 जने के भन्छ केटाहरू खेल्ने हो फाइट बिजिएमआईमा रियलमा त तिमीहरूलाई पड्काउँछ होला नि फेरि है बिजिएमआई भनेकै केटा हो सिरियस नजाऊ है एनिमी कहाँ छ उच्च एनिमी कहाँ छ यार एनिमी कहाँ छ एनिमी देख्दैन त यहाँबाट हिँड्दै थियो यसले डाल्नु पऱ्यो नि एक्सनमा है एक्सनमा डाल्नु पऱ्यो माइकल ज्याक्सनलाई केटा कस्तो लाग्यो तिमीलाई चाहिँ यो टु फिङ्गरको पावर कस्तो लाग्यो तिमीहरूलाई चाहिँ दामी है कस्तो लाग्यो केटा हो कस्तो लाग्यो तिमीहरूलाई दामी लाग्यो ठिकै छ दामी लाग्यो भने चाहिँ लाइक एन्ड सब्सक्राइब है केटा हो ल नबिर्सिकन है ल त्यति बेसी टाइम लाग्दैन लाइक एन्ड सब्सक्राइब गर्नु हो ठिक्कैको टाइम लाग्छ एन्ड गाइस आई एम टेलिङ यु अगेन इफ यु लाइक द भिडियो प्लिज लाइक एन्ड सब्सक्राइब तुम्हारा भाइको ढेर सारा प्यार तिम्रो भाइलाई ढेर सारा प्यार हो हो यो बटहरू आज भेटेको त भगवान्हरू सुडेदै अन्त ब्राइटनेस बेसी ज्यादा अति नै भएछ त हौ है एनिमीहरू भेट्दैन ठिकै छ 5 किलो सोचेँ त्यही टप 20 गर्नु त 5 किलो हुन्छ भनेर तर राम्रो भयो त्यही किल त नर्मल हो कि म प्रायः किल गरिबस्छु कि तर आज कति दिनको ग्यापबाट फर्स्ट टाइम खेल्दैछु नि त आज कति दिनको ग्यापबाट चाहिँ डाइरेक्ट अचानकै खेल्दैछु नि त त्यसले गर्दा हो त्यस्तो भनेको Awesome. Thanks. आहा जिन्दगीमा माया बिरती अब एनिमी कहाँ छ हो देख्दै छैन एनिमी अब कहाँ साँप भनिकन हिर्काउनुको लागि हो टिचेक्स अडियो भाइ टिचे आओस् न त्यसलाई त म त ढुकी मार्छु भन्दै कहाँ छ एनिमी खातेहरू कहाँ लुकिरहेको होला कहाँबाट हुन्छ त अन्त मामफुले यार कोही के बेला पछाडिबाट सातो खाइदिन्छ नि यस्तो प्लेयरहरूले Awesome. Thanks. कोही 5 किल मात्रै छ त मेरो 6 किल भनेको थिएँ अब 5 किल मात्रै भएछ अब कति किल गर्नु पर्ने 7 जस्तो जिकाइदिउँ भनेको म्याच किल चाहिँ 7 जतिको थियो म्याक्सिमम् 7 किल जिकाइदिन्छु 9 किलमा चिकन नहुनु र 8 किलमा चिकन हुनुमा के फरक छ 8 किलमा त चिकन भयो होला म 20% ब्याट्री यस्तो आइदिन्छ म्यासेज भन्दा कहाँ गयो त्यो मान्छे नक भयो ल दामी नक भइदियो लु मेरो हातबाट Awesome. हुँदैन होला अहिले त हुँदैन फिनिस आगे खतरा है नक भयो फिनिस Help. Please recall me. लु नक भयो लुकेर अक्टोमस टिजिएक्स अडियोबाट यसले डोमिनेटर Awesome. एट किल गर्ने सबैको लास्ट फिनिस भनेर कन्टिन्यू हिर्काउँदैछ नि त फेरि क्या बट होस् कि एनिमी है मैले त एनिमीदेखि स्टार्ट गरेँ नि म त अब चाहिँ किन हो 8 किल गरेपछि पनौती लागेर कसको बटकै हातबाट मन लाग्छ है 1v1 नसकेर त्यस्तो पो लाग्दैछ त
हम्म। कहाँ गयो? एनिमी त मारै त मलाई त अन्त आउटै गरिदिएको Don't अन्त give up. खसी Your पारिदिएको team. ले अब यिनीहरूकै घरमा Please चाहिँ रिकल recall me. निर्मल पेजको के हो अन्त म Please जतिकै recall किल me. गरिरहेको बसिरहेको थिएँ यसले त मलाई पनि जित्ने रहेछ किलमा आज निर्मल खतरा रहेछ नाम मात्रै निर्मल रहेछ नि त उसको चाहिँ दिमाग चाहिँ उसको गेम प्ले चाहिँ फेरि के अरे नाम चाहिँ निर्मल गेम प्ले चाहिँ अथिना रहेछ नि त मेरे पास गेम सामान प्ले है चाहिँ लेकिन अब दूंगा नहीं। गेम प्ले चाहिँ अब अति नयाँ रहेछ नि त उसको निर्मल प्लेसको चाहिँ अब हेर न आर्किल रिकल भनिदिनु पऱ्यो है पोपुलरिटी देख्यो दिएपछि जान्छु रिकलको लागि रिकलमा चाहिँ जाए भाइ जस्तो गर कि रिकलमा चाहिँ जाए ल Please recall me. जाए ल Got it. Excellent work. Enemies ahead. Please recall me. कहाँ गयो Please recall me. Excellent. I'm recalling a teammate. Thanks. Awesome. Form up on me. Fall back to safe zone. 8 किल बल्ल रिकलबाट चढ्ने उधर देख। रिकलमा आफू बाँचेको लोकेसन मार्क छैन कर भने दिया त है। बोल्नु पनि हरेस लाग्दो रहेछ है अब चाहिँ एउटालाई ढाल्नु पऱ्यो ब्याक टु ब्याक कम ब्याक सर्ट मा तुझे सलाम भइदिइहाल्छ No. नि फेरि मा तुझे सलाम भन्दै मातरम भनेर आफू सुतिचल्छ कि उसकै पछाडि हुन्थ्यो यो पछाडि चाहिँ छैन क्या हो Excellent यही work. छ जस्तो लाग्दैछ मलाई I उताबाट need हेर्छु consumables. कता छ यता छ कि उता छ I need consumables. देखेकै छैन I need consumables. त्यहाँ रहेछ एउटा ढाल्नुपर्छ नक भयो त हेभी रहेछ प्लेयर Awesome. Thanks. हेभी रहेछ Awesome. खोज्दै रहेछ नकिल 10 किल जस्तो हिर्काइदिउँ भनेको हुन्छ कि हुँदैन नि अब Watch out. उता अब मर्छ जस्तो लाग्दैछ म चाहिँ सुली चेपे जस्तो छ अब चाहिँ बाँच्ला जस्तो सम्भव कम्ती छ टपमा किन बेसी किल भयो भने बेसी किल भएको राम्रो लाग्यो ठिकै भएर जस सोचेको भन्दा बेसी भएन गाइड मैले अगाडि भन्थेँ र आउनुभन्दा अगाडि मैले के भन्थेँ 5-6-7 भने त्यो त 9 किल भयो ज्यादा पनि भयो हो च्यालेन्ज भन्दा 2-3 बेसी पनि गऱ्यो हो फिल्महरूको पनि च्यालेन्ज चाहिँ पुरा गर्नुपर्छ के च्यालेन्ज भन्थ्यो यादै होला अबे आगे मत जा, खतरा है।
के हो अन्त हामीले सबै पुलिस देखिसकेछ त अन्त यही बाटो बाजेको त चाल ठिक पऱ्यो चाल दिएन अझै